बेलबारी नगरपालिका वार्ड नम्बर 1 फिल्म लाइन अथवा बेलबारी बजारमै रहेको घर बिक्रीमा आएको छ। एक कट्ठामा बनेको 3 तले घर। हजुरलाई स्वागत छ। म राजन राई। अहिले म यो एसियन हाइवे नजिकै छु र बेलबारी बजारमा छु। यो फिल्म लाइनको अगाडि यहाँबाट लगभग 150 मिटर उत्तरमा जाने हो भने बिक्रीमा रहेको घर यहाँले पाउन सक्नुहुनेछ। एकदमै राम्रो लोकेसनमा यो घर यही रहेको छ। वरिपरि अरू घर पनि सँगै टाँसिएको छ। 1 कट्ठा जग्गा क्षेत्रफल रहेको छ र घर यही हो। तल्लो तला सटरमा 2टा सटर भाडामा लागेको छ भने माथिल्लो यो कोठाहरू लगभग 5-5 कोठा 2 तलामा रहेको छ। 10 कोठा तलको पनि सटरसहित झन्डै 15 कोठाको चाहिँ तपाईँले भाडा मात्रै खान सक्नुहुनेछ। भने एकदमै राम्रो लोकेसनमा पूर्व मोडा भएको बाटो 40 फिटे बाटो रहेको छ र 1 कट्ठा जग्गा भए पनि यो झन्डै 15 धुर मात्रै बचेको छ। 5 धुर जति चाहिँ यहाँ देख्न सक्नुहुन्छ। 40 फिटे बाटो रहेको छ। 5 धुर जति बाटोमा गएको छ। बाटोमा गएको हिसाब हुने छैन तर पनि पूर्वमा चाहिँ 1 कट्ठा जग्गा रहेको छ। घरै यो र तल्लो साइडमा देख्नुभयो यो प्लाई ढोकाहरूको यहाँ भाडा छ भने मास्लोमा चाहिँ यहाँ टाली मार्बल ग्रेनाइट अनि यो कलरको दोकान देख्नुभयो यहाँ रहेको छ। 2टा चाहिँ भाडामा अलरेडी लागेको छ र माथिल्लो तला पनि भाडामा छ र व्यवसाय आफै गर्छु भन्दा पनि मिल्ने, भाडामा लाउँछु, होटल खोल्छु, लज खोल्छु, सबै गर्नलाई मिल्ने घर रहेको छ। पूर्व मोडा भएको यो चाहिँ हाइवे यतातिर पर्छ भने घर यहीँ अगाडिको घर तपाईँले देखिहाल्नुभयो। पूर्व मोडा भएको घर छ। घर यही हो। यहीँबाट नजिकै वडा कार्यालय, बेलबारी नगरपालिकाको भवन, हाइवे त त्यहीँ देखिहाल्नुभयो। 2 पाइला हिँड्दाखेरि हाइवे पुग्न सक्नुहुनेछ र यो सिधै उत्तर जाने भने चाहिँ हामी लेटाङतिर निस्कन सकिन्छ। यो बाटो चाहिँ सिधै गयो भने लेटाङको मङ्गलाबारी हुँदै लेटाङ बजार निस्कन सकिन्छ। भने यतापट्टि यो स्कुल कलेज वडा कार्यालय यहाँको बेलबारी नगरपालिका भवन एकदम नजिकै छ भने घर यही छ। एकदमै राम्रो घर पूर्व मोडा भएको व्यवसाय चल्ने। हजुरले 15 कोठा बराबरको 2टा सटरसहित 15 कोठा बराबरको चाहिँ तपाईँले भाडा खान मिल्ने घर रहेको छ। र यहाँ चाहिँ किता नम्बर देख्न सक्नुहुन्छ। किता नम्बर 859 किता नम्बर रहेको छ। यो मार्क गरेको तपाईँले देख्नुभयो। किता नम्बर यही हो र आपसी सहमतिमा मूल्य चाहिँ आपसी सहमतिमा भन्नुभएको छ र बेलबारी बजारमा रहेको घर। एउटा नम्बर वाट्सएप नम्बर विदेशको छ, एउटा नेपालको छ। हजुरले विशेष गरी वाट्सएप गर्न सक्नुहुनेछ र सिधा डाइरेक्ट जग्गामा चाहिँ कन्ट्याक्ट गर्न सक्नुहुनेछ। पुरा ठेगाना भन्दाखेरि चाहिँ जिल्ला मोरङ बेलबारी नगरपालिका वार्ड नम्बर 1 मा पर्छ। यो चाहिँ फिल्म लाइन भन्छ। भने 1 कट्ठा जग्गामा चाहिँ लगभग 5 धुर गएको छ। 15 धुर मानिलिउँ। 15 धुरमा बनेको 3 तलाको घर हो भने मुक्ति स्पिड छ। लम्बाइ 90 फिट लामो र 40 फिट अगाडि बाटो देखिहाल्नुभयो र डाइरेक्ट सम्पर्क हजुरले गर्दै चाहिँ कन्ट्याक्ट गरेर रेटको विषयमा मिलाइलिन सक्नुहुनेछ। मूल्य चाहिँ आपसी सहमतिमा भन्नुभएको हुनाले उहाँसँगै हजुरले कन्ट्याक्ट गर्न सक्नुहुनेछ।